हामी कतै जान लागेको सिचेस ट्रेन आउँदैछ प्रमिला दिदीले चाहिँ खतरा झोला प्रमिला दिदीको ब्रान्डेड झोला ब्याग मेरो आजको यो युनिक वाला हाम्रो पनि छ हाम्रो पनि छ यहाँ भित्र झन् के छ भनेर हेर्नु गयो भने तर्सिनुहुन्छ होला है खानेकुरा अरू केही नभने खानेकुरा हुन पर्यो त्यति भए पुग्छ उहाँलाई अनि उहाँको आँखा चाहिँ आज बार्बीको जस्तै छ ए कपाल ब्लन्ड हुन मात्र बाँकी हो नत्र बार्बी हो हाइलाइट वाला हेलो हामीले बल्ल बल्ल सँगैको सिट पायौँ यप्पी वर्षादी चाहिँ उहाँ हुनुहुन्छ तर यतापट्टि चाहिँ समुद्र देख्दैनौँ कि हामीले उतापट्टि हो खास बट एनिवे सँगै बस्न पायौँ त्यसमै खुसी छौँ अनि दुईजना चाहिँ उहाँ छ अलिकति टाढा हुनुभयो तर ठिकै छ ओ त्यस्तो नगर्नु पब्लिकले मार्छ वाउ यो भिडियो के भन्छ यो डाँडा डाँडा देखेर आइएम फिलिङ सो ह्याप्पी लभली लभली वाला पोखरा जस्तै लागेर वर्षादीलाई चाहिँ डाँडा काँडा देखेर अहिले समुद्रदेखि चाहिँ फेरि ब्याक टु स्पेन हुन्छ हामी दुईजना पनि सँगै आयो फाइनली बल्ल सिट खाली भयो Finally we are together. Oh my god, we missed you so much. नजिकबाट देख्नु दामी अब हाम्रो फोटो सेसन चलिरहेको छ यहाँ हुन्छ फर्स्ट मोडल एन्जल यहाँ हुन्छ सेकेन्ड मोडल प्रमिला दिदी थर्ड मोडल वर्षा दिदी अनि फोर्थ मोडल लक्ष्मी अब हेर न अब मलाई कसले सक्नु आमा ओहो हाई भन्दै जानु हाई एकजना चाहिँ आफ्नै धुनमा उहाँ गीत गाउँदै हुनुहुन्थ्यो यहाँ चाहिँ नलोट्नु है अब हाम्रो टिकटक स्टार्ट हुन लागिरहेको छ हाम्रो नयाँ गीतमा क्रिसमसको नयाँ गीत डान्सरहरू 1 2 3 4 अनि म 5 टाइम फर स्न्याक्सहरू दिनलाई सुन्तला छ हामीसँग सुन्तला छ अलिअलि भोक लागेको छ कतिवटा छ टोटल मसँग ल्याछ एउटा पुग्थ्यो होला भाइ सुन्तला मसँग पहिल्यै कतिवटा छ मसँग मैले 3टा ल्या हो वाउ भ्यू हेर्नु पानी यस्तो सफा छ नि यहाँ हामफालुम भइसक्यो तर जाडो छ अलिकति त्यही पनि मान्छेहरू स्विमिङ त गरिरहेको छ वर्षादीलाई चाहिँ एकदमै स्विमिङ गर्नु मन छ मलाई पनि मन भइसक्यो अहिलेसम्म रेसमिलो आफ्नो लागि आफै छोडाउने हो ए ल म चाहिँ आफ्नो लागि आफै छोडाउने एक जम्प हान्न पाए कस्तो मज्जा आउँछ यहाँ त ढाड भाँचिन्छ यतापट्टि हैन के उता ढुङ्गाबाट उताबाट उता गहिरो छ भाइ हामीले गहिरो छ नि गहिरो छ यो ल हेर्न सक्नुहुन्छ हामी दुईजनाले एउटा चाउचाउ खायौँ दुईजनाले एउटा चाउचाउ खायौँ एकजना चाहिँ चाउचाउ बाँड्नुपर्छ भनेर उता लैसक्यो अब मलाई त्यस्तो दोष आधा चाउचाउ चाहिँ यता आयो अरे फेरि के भन्न चाहनुहुन्छ त्योमा आ छैन अरे यो प्रमाणै छैन उसको फुर्सद छैन उहाँबाट कम्प्लेन आएको छ हामी चाहिँ यहाँ बस्दै थियौँ यहाँ एउटा माछा मार्ने मान्छे आएर यहाँ हामी माछा मारेको हेर्दैछौँ अब हामी एकदम रोजगारीहरू यहाँ अब माछा मारेको हेरेर बसेछौँ कस्तो लागिरहेको छ माछा मारेको हेर्दाखेरि अब छोडिदिन्छ कि अहिले देख्यो फेरि फोटो सेसन चलिरहेको छ यता फोनबाट पनि जाम अब अनि यस्तो रमाइलो भइरहेको छ
लेट्स सी यहाँ को हुनुहुन्छ हामीसँग आज यहाँ हुनुहुन्छ वर्षा भुजेल एन्जल मजा आयो यस अफ कोर्स माछा खाने आज गएर अघि हामीले पकेटमा हालेर ल्याएको छौँ एउटा माछा साँच्चै हो कुराहरू चाहिँ यति छिटो पत्ताउनुहुन्छ कता हाल्ने होला मैले पकेटमा माछा जाम अब माछा खान Let's go, come on. लेट्स गो भनिरहेको तपाईँको मोबाइल गयो भने त सबको फोटो जान्छ नि फेरि सम्हालो है फोटोको चिन्ता है तपाईँलाई अघि एन्जल दादा फोनको चिन्ता है ओहो भन त रेकर्ड नि छ क्या त्यहाँ तिमी गएन मेरो मोबाइल जानुहुन्न पुरा रेकर्ड छ क्या त्यहाँ आज यहाँ हेर नेपालीहरूलाई केही चाहिँदैन मै हो कि भाइको सुरु उसले खोइ उयो यहीँ हो भाग्ने मान्छे मुनि के रहेछ भनेर हेरेको मान्छेहरू त्यहाँ यहाँ देखाउने यहाँ फ्याँक्देऊ मेरो मोबाइल फ्याँक्देऊ प्रपोज गरिरहेको हुन्छ कि सर हजुरलाई के भन्नु छ मेरो मन दुखेछु छ किन फोटो खिचिदिन्छन् कि भने सब उहाँ अर्काको बिहा हेर्न पुगेछन् ल अहिले भिडियो हाल्छु कि को हो त्यहाँ बिहा प्रुफ छ यस्तो गरेर हेरेको अझ सबके दुकान हानेर खुट्टादेखि चाहिँ हेऱ्यो ओहो लाइट हेरेको अरे के नबले पनि फ्ल्यासब्याक हेलो हामी चाहिँ अहिले खाना खान आएको छौँ चाइनिज रेस्टुरेन्टमा अनि बाटोमा आउँदा आउँदै यहाँ दुईजना चाहिँ पहिल्यै भेटेको मान्छेहरू रहेछ एउटै कलेजको त्यही पनि एकअर्कालाई नचिनेर दिनभरि सँगै समय बिताएर अहिले चाहिँ बल्ल गफ सुरु भएको इन्ट्रोडक्सन त्यस्तै छ अनि हामी चाहिँ हेरेको हेरे हामी त हेरेको हेरे अब चाहिँ हामी गफ भएको छैन तपाईँहरूको गफ भएको छैन हेरेको हेर्दै तिमीहरूको गफ गरेको हेर्दैछौँ सुन्दैछौँ लभ स्टोरीहरू एकदम खुसी लाग्यो दुईजना चिन्दो रहेछ बल्ल बल्ल काठमाडौँको भेट्यो काठमाडौँ नै एउटै कलेज के दिदी अलिक अलिक मिठास दिनु न काठमाडौँ विथ एउटै कलेज छैन त्यो वालाभित्र अघिदेखि विनायक विनायक भन्यो हाम्रो त विनायक दोकान हो के सपिङ पोखरामा विनायक छ नि सेलवेज मलाई चाहिँ एकदम भोक लाग्यो एकदम यहाँ एकदम अर्डर गरेको खाना ए माइक फेरि बिर्सेछु मैले केही छैन यो चाहिँ मेरो युट्युबमा नि आउन सक्छ जेमा नि आउन सक्छ टिकटकमा मेरो 6वटा फलोवर्स छ त्यहाँ पनि आउन सक्छ Obviously yes. मैले चाहिँ उहाँलाई हिजो मात्र फलो गरेको मलाई चिन्नु भएन होला शङ्का लाग्थ्यो हो त्यही हो म सबैले मलाई शङ्का चाहिँ गर्छ तर म एकदम सस्पिसियस मान्छे हो नि त हो त्यो एकदम राम्रो मैले चाहिँ चेक गरेको कि सबैलाई के गर्दो रहेछ भनेर मैले पनि उसलाई फलो ब्याक चाहिँ गरेको थिएन है तिमीले भनेपछि गरेको त्यो बानी चाहिँ एकदम राम्रो छ है सबैको ल अब इन्टरभ्यू है तपाईलाई कस्तो लाग्यो आजको मलाई एकदमै 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 रमाइलो लाग्यो है अनि त्यसको लागि म चाहिँ रेशमीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु भन्छ रेशमीलाई मात्रै रेशमी फर्स्ट चाहिँ रेशमीलाई जान्छ त्यसपछि
सबैजनालाई त्यसपछि यता जाउँ तपाईँलाई कस्तो लाग्यो एकदमै खुसी लाग्यो आफ्नै के भन्छ कलेजको दिदीलाई पनि भेट्यो कस्तो राम्रो अनि आजको घुमघाम एकदमै रमाइलो भयो राम्रो भयो रेशमी हेर्दाखेरि भला आदमी थियो तर यति धेरै फ्रेङ्कली हुन्छ नि भला आदमी टाइपको लाग्थ्यो कि तर आज भेटेर चाहिँ हुन्छ नि एकदमै हुन्छ नि क्लोज छिट्टो सानो समयमा पनि के छिट्टै के हामी नि राम्रो लाग्यो समय लाग्यो धन्यवाद ल समात्नुस् यो ए मैले समाउने हो तपाईँलाई कस्तो लाग्यो वर्षा भुजेल मलाई एकदम रमाइलो लाग्यो रुन लाग्नु भयो दिदी धेरै इमोसनल भएर रुन लाग्नुभयो अब मलाई एकदम रमाइलो लाग्यो मलाई त लभली मोमेन्ट यस्तो उसले फेरि यस्तो भएर समाउँदै हो उसले फेरि यस्तो त हाम्रो जहिले यस्तो होला नि एन्जलले मेरो त भइरहन्छ होला नि रेशमी गुरुङलाई चाहिँ कस्तो लाग्यो मलाई नि एकदम रमाइलो भयो छुट्टीमा के गरौँ भयो थियो अनि हिजो बनेको प्लान हो खास प्लान त एकदम छोटो थियो जाने बच्चाहरूको लागि गिफ्ट किनिदिने क्रिसमसमा भनेर प्लान थियो तर हामी कहाँ पुग्यौँ तपाईँले भिडियोमा पनि देख्नुभयो होला त्यही हो अझै गिफ्ट किन्न चाहिँ बाँकी नै छ कति बज्यो 7 बज्नु लागेको छ अब खाँदा दोकान बन्द हुन्छ क्या हो त्यही पनि भोलि छँदैछ पर्सि छँदैछ पर्सि फेरि अर्को भिडियो आउँछ झन् अनि यहाँ धेरै सपिङहरू पनि गर्नु छ कसैको बिहा पनि हुँदैछ मैले केही भनेकै छैन क्यामेरा उता गइसक्यो त्यही हो रमाइलो भयो आज अनि तपाईँलाई मलाई पनि रमाइलो लाग्यो अनएक्सपेक्टेड थियो नि त अनएक्सपेक्टेड ओ गड रमाइलो भयो अनि यहाँ मेरो कलेजको साथी सबभन्दा राम्रो मोमेन्ट चाहिँ यो भयो आज होइन यस्तो घुमघाम त एभ्रिडे नो यस्तो घुमघाम त जहिले भइरहेको छ नि त हाँसी मजाको कुरा घुम्न जाने तर अब यस्तो मोमेन्ट त फर्स्ट टाइम हो नि त यो 23वटा सिता मैले लगेर बारीमा फ्यालेँ भने एक मुठी धान निस्किन्छ एक मुठी धानबाट मैले फेरि छरेँ भने एक बिटा धान निस्किन्छ धान र चामल हो यो चामल हो त्यो सँगै भएको खोलसँगै भएकोवाला चाहिँ धान हो क्या बिटा भनेको थाहा नि यत्रो मुठा हुन्छ नि हामी सागको मुठा तर त्यसलाई चाहिँ बिटा क्या अनि त्यसलाई मैले छरेँ भने एक बिटालाई छरेँ भने 2 बिटा आउँछ यही थियो हाम्रो एग्रिकल्चरको क्लास आज 10% ब्याट्री छ है अब मेरो अब म फोनबाट आउँछु खाने मुखलाई जुङ्गाले छेक्दैन हो कि के हो त्यही हो म यो क्यामेरा गएँ नि भ्लग फोनले गर्छु क्या म बुझ्यो आजको नेपाली क्लास एग्रिकल्चर क्लास एक्स्ट्रा यता चाहिँ के क्लास हो पानी कुन समयमा खाँदा ठिक होला पानी कि त खाना खानुभन्दा अगाडि आधी घन्टाभन्दा अगाडि खाने एक ग्लास धेरै होइन खाना खाने बेलामा चाहिँ खानु भएन नत्र खाना खाइसकेपछि आधी घन्टा 1 घन्टा पछि एक ग्लास खाने एक बोतलै होइन म चाहिँ एकदम सबैजना सभ्य हुनु होला सोसल क्लास हो देशको माया गर्नु होला अब आफू जुन देशमा बस्नु भएको छ त्यही देशको अभियसली यस्तो फोहोर नगर्नु होला खाए चाहिँ क्लिन चटक्क गर्नु होला यस्तो छर्न भएन यसरी टिपेर फाल्न पर्यो ओके यसरी खाना पकाउँदा यहाँनिर अलिकति एउटा केही खस्यो भने यो पुछिहाल्नु त भन्छ त्यस्तो खतरा छ त्यो धेरै राम्रो त्यो ओभर एन्जाइटी हो त्यो भनेको सरसफाइ हो हेर्नु दिदी
यस्तो नि त अब प्याज काटेको छ भने त्यो खोस्टालाई सिधै डस्टबिनमा लगेर फाल्यो भने त्यो त फोहोर भएन नि त त्यस्तो चाहिँ होइन क्या रेसिपी अति हो त्यो चाहिँ धन्न उसले चाहिँ त्यो काट्दै हात धुँदै काट्दै हात धुँदै चाहिँ गरेको छैन त्यो चाहिँ देखाएको त्यो देखेको भए चाहिँ म चाहिँ ल म भोलिबाट चाहिँ तिम्रो घरमा हुन्छ धन्यवाद आजलाई मैले धेरै शिक्षा पाएँ सरसफाइको बारेमा अर्को पालिबाट चाहिँ मलाई नबोलाइ बक्सिनु होला म खान्न बरु म उसले के क्लास दियो उसले त केही दिएन उसको क्लास थियो के रे दुईजनाले क्लास दियो होइन त्यस्तो सबैजना साइलेन्ट बस्छौँ भन्ने क्लास हो क्या उसको चाहिँ लास्टमा हामी तरकारी पसलमा आयौँ के किन लाउनु भएको पर्छ अदुवा यो चाहिँ एकदम रिस्की ठाउँमा मैले फोन यसरी लिएको छु है बाई एडिटिङ गर्दा भेटाउँछ त्यस्तो होइन यस्तो यो हात मेरो चल्दैन के सुन न यस्तो मेरो लेफ्ट ह्यान्ड जान्न कि राइट ह्यान्ड जान्छ तर यो चाहिँ फेक हो है अलरेडी गरिसक्यो बाई बाई ए आमा है ठाउँको ठाउँ एक्टिङ गरिदिँदो रहेछ मान्छेले